यौनका विषयहरू साहित्यमा कलात्मक ढङ्गले लेख्ने हो हैन। मैले आफैले पनि वास्तवमा एउटा कथा रचना गरेको छु, जस्तो स्वर्गीय कण्डम भनेर हैन। स्वर्गीय कण्डम भनेर एउटा, त्यो चाहिँ कस्तो स्वर्गीय कण्डम भनेर? स्वर्गीय कण्डम हैन, वास्तवमा कामसूत्र भगवान श्री महादेवले प्रतिपादन गर्नुभएको हो। भगवान श्री महादेवले कामसूत्रको रचना गर्नुभयो हैन। त्यो पनि 84 लाख आसनका बारेमा वर्णन गर्नुभएको छ। भनौँ न, त्यसमा चाहिँ उहाँ विज्ञ, भगवान श्री महादेव मात्रै 84 लाख काम सूत्रको, काम कलाको विज्ञ हो हैन उहाँले। तर मानव समाजलाई चाहिँ उहाँले 84 वटा काम कलाका बारेमा ज्ञान दिनुभएको छ हैन, पार्वती र कुमारलाई। अनि यो विषय, त्यो कला, यो काम कलाका विषयहरू पछाडि कोकले, बादशाहले हैन आफ्नो ढङ्गले इलाबोरेट गर्नुभएको छ। त्यसैले यो पनि हैन, काम कला कस्तो हुनुपर्छ, यो आदिम कालमा भगवानहरूले नै हामीलाई शिक्षा दिएको हुनाले यो अत्यन्तै महत्त्वपूर्ण विषयवस्तु हो कामसूत्रको। अनि यसै विषयवस्तुलाई हैन समेटेर मैले यो एउटा क्लासिकल कथा र आधुनिक कथालाई, एउटा भनौँ न, एउटा क्लासिकल स्टोरीलाई, क्लासिकल हाम्रो शास्त्रीय कथाहरूलाई चाहिँ अहिले यो आधुनिक ढङ्गले मैले एउटा उत्तराधुनिक तावादसँग अलिकति मेल हुने ढङ्गले चाहिँ मैले एउटा जस्तो यो कथाको सृजना गरेको हुँ।